गाइज हामी दर्शन नमस्कार है आयो सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ हामी चाहिँ कुखुरा लिने हिँडिरहेको छौँ हाम्रो यता लाभाले अनि कतिवटा कुखुरा लिएर आउनुहुन्छ त्यसका बाद चाहिँ हाम्रो यता सर 5वटा चाहिएको मलाई धेरै ल्याउन आज 5वटा त्यो धेरै लिनुहुन्छ ल मलाई छ हो र कुरा लिन होइन कुखुरा प्लास्टिकमा ल्यायो भने हुन्छ र होइन कुखुरो अलिकति न्यानो मान्छ नि त यो जाडोको मौसममा होइन आज पनि गाइज होइन हामी चाहिँ पोल्ट्री फार्मतिर हिँडिरहेको छौँ हामी रुमबाट निस्किसक्यौँ छ होइन कुरालाई त अब तातो पानी डुबाएपछि न्यानो भइहाल्छ तातो पानीमा डुबो भने हिरो हाम्रो भूमि सर यता हिरो होइन आज के खानु भयो र घोडी त ठुल्ठुलो देख्छु त म त हो भाइ जाडो रहेछ सर आज तिम्रो कुरा चल्यो आँखामै भिज्यो अन्तरा लाडा फेरि बिजी हो उही पुराना दिन उही मिठा पल सपना बुन्दै हिँड्यो समातेको हाम्रो ग्याङ है कुखुरी ग्याङ हो हामी पोल्ट्री फार्मतिर हिँडिरहेको गाइज होइन हाम्रो भिडियोलाई चाहिँ स्किप नगरिकन हेरिदिनु होला मुटु अलि भारी सम्झनाको आगोले पोल्यो फेरि गाइज अब म चाहिँ हजुरहरूलाई कुखुरा देखाउँछु है अब यसो के अरे गर्मी भन्दा पनि जाडो छ मोबाइल हेर्दा पनि गाह्रो गाह्रो भइरहेको छ लाएर होइन तपाईँलाई त के भनेको म त लाउँदिनँ नि त्यस्तो त छोडिदिनु भयो म सुध्रेको सब बिग्रेर मान्छे बेसरी बिग्रेर हिँडेको होइन अब शादीसुदा भइयो भनेर सुध्रेको अब तपाईँ पनि तपाईँ कति सुध्रिनु भयो तपाईँ आफै सोध्नु न भनेको सुनेको कुकुरको पुच्छर जति 12 नै त्यो कुकुरको ढोङ्ग्रामा हाल्नु सोझो हुन्छ भयो होला एकछिन मात्रै सोध्नु हुन्छ फेरि निकालेर फेरि टाङ्गिहाल्छ त त्यो त्यस्तो नभेटिने बाटो रोज्यौ हामी दुबै यो बारी चाहिँ राम्रो रहेछ त्यस्तै हाम्रो यतातिर के हो क्यामेराम्यानमा हाम्रो एसी दाइले चाहिँ ड्रोन किन्ने भनेर भन्यो हामी चाहिँ आज तिम्रो कुरा चल्यो चुपचाप सुने मनको साँचो कुरा तारा दिए अब हलोमा हाल्नु सबैलाई मैले सल्लाह दिन चाहन्छु हलोमा हलो भनेको एकदम कुमारीको बोट ढलिसकेको बनाउनु हलो छैन कुरा चल्यो हलोले जोत्यो भने खेतीपाती हुन्छ हो सही कुरा गर्नु अनि अन्न उत्पादन भएपछि खान पाइन्छ सूर्य उदयमा फ्रीमा दिने होइन भाइ सूर्य त जब बादलले पनि ढाकिदिइहाल्छ एकैछिनमा खाइदिन्छ हलो त फलाउनुको बनाउने नि त हलोमा गाइड होइन यहाँ हाम्रो लाखाले चाहिँ भोट चाहिँ हलोमा हाल्ने भनिरहनु भएको छ अब म चाहिँ भोट हलोमा हाल्नु के अरे म चाहिँ भोट हाल्दैन होइन म भनेको एकदम बुझ्छु हजुर गोरु भन्नु हुन त म गोरु नि हो त तपाईँ गाई हो र गाई त कहाँ साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो सॉरी तो पानी पूरी मीठी बना रे ए चल पानी पूरी लगा चल ना पानी पूरी लगा ना हिँडेको बाटो सिँगै छैन मेरो गाई भएको भए सिङ बिनाको गाई लगाइदैन म चाहिँ अब हजुरहरूलाई कुखुरा देखाउँछु ल हावा चलेको
गाडी फेरि हामी चाहिँ कुखुरा फेरि आज पनि कुखुरा पसलमा आइसक्यो कुखुरा भाइ देशी बङ्गलादेशी भाल्यो होइन कतिवटा लानेहरू लाफा ठुलै कार्टुन पुग्नु भयो त 5वटा अट्यो अहिले राम्रोसँग देखाइदिनु त अट्छ यता सरले चाहिँ यहाँ चाहिँ गाई दिने कुखुरा चाहिँ खतरा कति रुपियाँको यो 40 रुपियाँको जस्तो लागेन मलाई खै कता भूमि शान्त उतातिर घुमितिर गाई जान कुखुराहरू पाइन्छ अन्डाहरू कहाँ उता छैन माथि छ कि उतै माथि लेखेन कति ठुलो कुखुरा हो यो जाडाले कुखुरा काटिएछ कि साना खानु 30 रुपियाँमा माथि त माथि पाउँछ आता साना खाने यार कितने का भाई 25 का 15 25 है 2 लेके जाएगा तो 15 25 हो जाएगा भाई यो चाहिँ अलि ठीक छ हौ घुम्छ यो चाहिँ अलि देख्न लागेको छ हैन गाईहरू चाहिँ कुखुरा लिन आइरहेको हामी ल हेर्नुहोस् कुखुरा चाहिँ यता हाम्रो सर हुनुहुन्छ मार्केटिङ गर्ने कति भने ए यहाँ 30 को यो 25 गरे सानो खाने आज हो कति हो 30 को ह 35 मा हेरेको थियो 35 को दो लेके जाएगा हाम्रो पोल्ट्री फार्मको ग्याङहरू हुनुहुन्छ यतातिर एउटा कार्टुन बोक्नु यहाँ लास्टै धो भयो मलाई त कस्तो नअट्ने र एउटा कुखुरा अट्छ यार हाम्रो सर यता कार्टुन बोकेर हिँडिरहनु भएको छ भूमि सर की यो लाने र कितने का भाई ये 35 ए नहीं कता हो एक राउन्ड लागिसक्यो यहाँ कुखुरा कसैको खुट्टा बाँधेर यस्तो हत्या गरे यहाँमा हो यस्तो पनि हुन्छ यता हो खै देखाउनु
यता हो हाम्रो यता सर हुनुहुन्छ है भलक भलक हो जुदिरहेको त यहाँ त कपरेट आउला है नहीं आउँदैन कपरेट मेरोमा त मलाई नि 25 को 25 कब लाने कितना टका भैया ये 40 का बुढ़ा कुकुर हो ये बहुत बुढ़ा हो कुल भन्नु 35,000 यो 35 हो ए मलाई धेरै भूत लाग्यो र ए म धेरै माथि कस्तो छ माथिको के लो माथि लैजाऊ यहाँ चाहिँ गाडी यस्तो पनि भयो हेरौँ न के हो यो कबुतर भन्छ होइन नेपालमा चाहिँ परेवा यही लोकल नेपालतिर मैले यस्तो कुखुराको नाम भन कहिले के नाम राख्दा न पहेँलो रे पहेँली रे कुर्सी के भनेर राख्दा तर यहाँ चाहिँ कुखुरा मुर्गी गाई होइन आज चाहिँ हामी यो चाहिँ यतापट्टितिर नेपाली गार्डन यहाँ चाहिँ आज धेरै नेपालीहरू आउनुभएको छ होला सो देखिनु भएको छैन हामी चाहिँ यता मार्केटतिर छौँ आज चाहिँ बिहिबारको बसाइमा टक्क लाएर यसो भिडियो छोटो मिठो फेरि पनि आयो होइन पोल्ट्री फार्मको भिडियो हजुरहरूलाई कस्तो लाग्छ साथीहरूले भन्नुहुन्छ होला कि होइन यही पोल्ट्री फार्मको भिडियो तर हामी चाहिँ मेरो चाहिँ भिडियो भनेको पोल्ट्री फार्म पार्ट 2 पार्ट 3 पार्ट 2 1 2 गर्दै आउँछ गाइज होइन त्यसमा त्यस्तो नसोचिदिनु होला कतिवटा लिनु होला माने कति गयो एक कुन्टल लाने कतिवटा तपाईँको बिचार के भाइ एक पिस दे दो और मैले चाहिँ कुकुर ल्याएँ एउटा ल हजुरको यो मेरो यो बस गाइज अब हामी चाहिँ अब कुखुरा ल्याइयो अनि अब रुमतिर जान लागेको अनि हाम्रो यता साथीहरू हुनुहुन्छ यता हाम्रो दाजु रिसिदा यो के लिनु भएको यो के हो यो अब मुर्गी चाहिँ यतातिर राख्नु पर्यो न गाई जान यो चाहिँ सिक मार्केट गाई अब हामी चाहिँ अब रुमतिर जान लाग्यो फोन गर्नु न बिहान म ए पानी तान्दा कति बेर लाग्छ हाम्रो एउटा सर हुनुहुन्छ यतापट्टि नेपाली गार्डन है गाइज
कति हिँड्छु रिसिँदै हामी चाहिँ गाईजना रुमतिर हिँडिरहेको छौँ कुखुरा बोकेर हाम्रो सरले यता कुखुरा बोक्नु भएको छ अनि हाम्रो यता लाफाले कुखुरा बोक्नु भएको छ 5वटा कुखुरा गाईजना अब हामी चाहिँ रुमतिर लागिरहेको छौँ सो अब हजुरलाई हाम्रो मेरो भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि कमेन्ट बक्समा नभन्नु होला भिडियोलाई स्किप नगर्नु होला भन्दै अहिले चाहिँ बाइ टेक केयर